सङ्घले भनेको नाम लिस्टलाई चाहिँ मैले चाहिँ हुन्न यो नाम लिस्ट गरेर गेम जित्दैन, हामीले यो नाम लिस्ट लिएर जानुपर्छ भनेर मैले उल्टो अर्को लेखेर दिएँ। फेरि यो लिएर जाने भए जाउँदा है, न त भने म आउँदैन भनेर त्यो लेखेर मेसेज पठाइदिएको। त्यहाँदेखि रिप्लाई आएको होइन चाहिँ उनीहरू। त्यसपछि उनीहरू आफै आफ्नो टिम लिएर गए, केटाहरू लिएर गए। अब गेम पनि त्यस्तै भयो। अब गेम हारेपछि त्यस्तो अनेक उस आउने हो कि दाइ, रोगहरू आउने हो। जितेको भए त के हुन्थ्यो, रेशम नभए पनि हामीले बागलुङले जित्यौँ, हामीले हाम्रो यही ठुलो कुरो हो। हामीले जसै पनि गेम जित्नु थियो भन्ने उहाँहरूको धारणा हुन्थ्यो होइन। गेम हारिसकेपछि अब किन हार्यो, कसरी हार्यो, के कारणले हार्यो, के कमी कमजोरी भयो, कहाँ के पुगेन भन्ने कुरो धेरै आउँछ नि त दाइ, त्यो होइन र। तिमी यस्तो जिल्लाको सिनियर खेलाडी भएको कारणले तिमीलाई जस्तो आउने भयो कि तिमी नगएपछि भन्ने कुरो भयो एउटा हो। मलाई त त्यही हो, म चाहिँ जिल्लाको सिनियर खेलाडी भएको हिसाबले गर्दा चाहिँ मलाई सम्पूर्ण अब दर्शक श्रोताहरूबाट चाहिँ मलाई उस आएको हो, आरोप आएको हो, यो रेशम त्यहाँ हुँदाहुँदै पनि किन गएन, किन जिल्लाबाट खेलेन भनेर। अब त्यो दर्शकहरूले बुझ्दैन नि त। तिमी बागलुङको मात्र होइन कि नेपालमै राम्रो हो कि तिमी, बुझ्यौ। हजुर, जे भने अब जिल्लाबाट चाहिँ त्यो सोचे क्या जिल्लाका हाम्रो खेलकुद उसहरूले के मतलब दर्शक श्रोताहरूले चाहिँ रेशम किन आएन, रेशम नेपाल